यो विश्वलाई नेपालको स्वतन्त्र र तटस्थ पहिचान देखाउने एउटा साहसिक कूटनीतिक कदम थियो। र हेर्नुस् त, विश्वले उहाँको यो आह्वानलाई सुन्यो पनि। 1-2वटा देशले होइन, पूरै 116वटा देशले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गरे। सोच्नुस् त, एउटा सानो देश नेपालको लागि विश्व मञ्चमा यो कति ठूलो कूटनैतिक जित थियो। तर भनिन्छ नि, हरेक शासकको जीवनमा एउटा यस्तो मोड आउँछ जहाँ उसले सबैभन्दा ठूलो र कठिन परीक्षा दिनुपर्छ। राजा वीरेन्द्रको लागि त्यो परीक्षाको घडी थियो जनताको आवाज सुन्ने कि नसुन्ने। उहाँको शासनकालमा 2 पटक ठूला जनआन्दोलन भए। 2036 सालमा जब विद्यार्थीहरू सडकमा आए, उहाँले दमनको बाटो रोज्नु भएन, बरु जनतालाई नै सोध्नुभयो, ल भन्नुहोस् तपाईहरू के चाहनुहुन्छ, र जनमत संग्रह गराउनुभयो। पर 2046 सालको आन्दोलन त्यो भन्दा पनि ठूलो थियो, जसको माग प्रष्ट थियो, बहुदलीय प्रजातन्त्र। एकछिन कल्पना गरौं त त्यो दृश्य। एकातिर सडकमा हजारौं हजार जनता उर्लिएका छन्, अर्कोतिर दरबारमा सेना राजाको एउटा मात्र आदेशको प्रतीक्षामा छ। उहाँको एक इशाराले देश रगतको आहालमा डुब्न सक्थ्यो। अब उहाँसँग विकल्प के थियो त? जम्मा 2टा, कि त आफ्नै जनतामाथि गोली चलाउने, कि त वर्षौंदेखि आफ्नो हातमा रहेको शक्ति त्यागिदिने। र त्यही दुधारको क्षणमा उहाँले त्यो ऐतिहासिक निर्णय लिनुभयो, जसको लागि उहाँलाई आज पनि सम्मानका साथ सम्झिन्छ। उहाँले आफ्नो ताकत होइन, आफ्नो विवेकलाई रोज्नुभयो। श्रीपेजभन्दा जनताको जीवनलाई ठूलो ठानेर उहाँले आफ्नो सम्पूर्ण शक्ति त्याग्नुभयो र संवैधानिक राजा बन्न तयार हुनुभयो। यो एउटा निर्णयले देशलाई गृहयुद्धबाट बचायो। तर विडम्बना, जसले जनताको लागि आफ्नो शक्ति त्यागेर शान्तिको बाटो रोजे, उहाँको कथाको अन्त्य भने सोचे जस्तो शान्तिपूर्ण हुन सकेन। दरबार हत्याकाण्डको त्यो कालो रात, त्यसले राजा वीरेन्द्र र उहाँको परिवारलाई मात्रै सिद्ध्याएन, त्यसले एउटा सिङ्गो देशको आशा र भरोसालाई नै समाप्त गरिदियो। त्यो दुःखद घटनाले उहाँलाई इतिहासमा एक यस्तो नायकको रूपमा स्थापित गर्यो जसको अन्त्य निकै दर्दनाक थियो। समग्रमा उहाँको लगभग 30 वर्षे शासनकाललाई हेर्ने हो भने विकास, कूटनीति र सुधारका अनेकौं कामहरू देखिन्छन्। तर उहाँको सबैभन्दा ठूलो विरासत के होला त? सायद रगतको एक थोपा पनि नबगाइकन आफ्नो सम्पूर्ण अधिकार जनतालाई सुम्पिदिने त्यो ऐतिहासिक र साहसिक निर्णय नै हो। अन्तमा राजा वीरेन्द्रको कथाले हामी सबैको अगाडि एउटा गम्भीर प्रश्न छोडेर जान्छ। कुनै पनि नेताको महानतालाई कसरी नाप्ने? उसले जीवनभर कति शक्ति जम्मा गर्यो भन्ने कुराले, वा सही समयमा जनताको लागि कति शक्ति छोड्न सक्यो भन्ने कुराले? यो प्रश्नको जवाफ सायद हामी सबैले खोजिरहनुपर्छ।